साथीहरु कसैलाई गर्लफ्रेन्डको खाँचो छ भनेपछि कोहीलाई गर्लफ्रेन्ड बनाउन मन छ भनेपछि मेरो एउटा साथी छन् तपाईहरुले कमेन्ट गर्नु होला तपाईहरुको कमेन्टको रिप्लाई दिन्छु तर धोका नदिने चाहियो है धोका नदिने धन सम्पत्ति भए पनि होस् नभए नहोस् जनसुकै जातको पनि चल्छ तर कालो भए पनि चलो गोरो भए पनि चलो ह्यान्डसम नभए पनि चलो तर सबैभन्दा बिहा गरिसकेपछि बोयफ्रेन्ड भइसकेपछि धोका नदिने राम्रोसित माया गरेर इज्जत गरेर राख्ने हुनु पर्यो फेरि आज गर्लफ्रेन्ड बनाउने 2 दिन घुमाउने छोड्दिने त्यस्तो नै जिन्दगी भरि साथ दिने बोयफ्रेन्ड चाहिएको छ मेरो साथीलाई हेर्नु यता मेरो साथी ओइ हाई करो मैले भनेछु नि मलाई कमेन्ट गर्नु